हेलो साथीहरू, तपाईहरुले पनि आफ्नो एसएसएफ आईडी को पासवर्ड रिसेट गर्न यस्तो देखाउँछ। यस्तो देखायो भने त्यसको सिम्पल तरिका छ, त्यो मैले देखाउन गइरहेको छु। त्यो पुरा भिडियो हेर्नु होला। लास्टसम्म तपाईले आफ्नो एसएसएफ आईडी को पासवर्ड आफैले रिसेट गर्न सक्नुहुन्छ। इमेल नम्बर पनि चाहिँदैन, मोबाइल नम्बर पनि चाहिँदैन, केही नआए पनि हुन्छ के तपाईले। ल स्टार्ट गरौँ है। अब यो कन्ट्रिब्युटर लगइनमा डाइरेक्ट क्लिक गर्नुभयो भने तपाईको यहाँ यस्तो देखाउँछ। यहाँ एसएसआईडी पासवर्ड माग्छ। यहाँबाट रिसेट गर्न खोज्नु भयो भने यो रिकभर पासवर्ड माग्छ। अनि रिकभर पासवर्ड थाहा छैन तपाईको एसएसआईडी जस्तो हाल्नु भयो भने 208 35 76 78 यो हाल्नु भयो भने यस्तो माग्छ। इमेल एड्रेस अनि मोबाइल नम्बर माग्छ। तर यो तपाईलाई थाहा छैन हैन। यो थाहा नभएको केसमा सिधै यहाँ जाने, वैदेशिक रोजगारीमा जाने अनि रिसेट पासवर्डमा जाने। यहाँ गएपछि एसएसएफ आईडी नम्बर त थाहा हुन्छ, एसएसएफ आईडी नम्बर हाल्ने, पासपोर्ट नम्बर थाहा हुन्छ हाल्ने, आफ्नो जन्म मिति हाल्ने, अनि यो क्याप्चरमा जुन दिएछ यो नम्बर यहाँ तल हाल्ने। यहाँ तल हालेर भेरिफाई गर्नुस्। अनि त्यसपछि यसले तपाईले नयाँ पासवर्ड हाल भनेर भन्छ। त्यहाँ आफूलाई जे मन लाग्यो त्यो नयाँ पासवर्ड हाल्नुस्। एकैचोटीमा हुन्छ तपाईको काम। अरु केही गर्नु